ताप्लेजुङ ताप्लेजुङ जिल्ला नेपालको पूर्वी भागमा अवस्थित एक सुन्दर तथा प्राकृतिक रूपमा धनी जिल्ला हो। यहाँ धेरै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरू रहेका छन्, जसले पर्यटकलाई मनमोहक अनुभव प्रदान गर्दछ। 1 नम्बरमा पाथिभरा देवी मन्दिर। पाथिभरा मन्दिर किन घुम्नै पर्छ? नेपालको पूर्वी पहाडी क्षेत्रमा अवस्थित पाथिभरा मन्दिर केवल धार्मिक स्थल मात्र नभएर प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्त्व र आध्यात्मिक अनुभूतिको सङ्गम हो। यो मन्दिर ताप्लेजुङ जिल्लामा समुद्री सतहदेखि करिब 3794 मिटर उचाइमा रहेको छ र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र स्थल मानिन्छ। पाथिभरा देवीलाई विशेष गरी श्रद्धालुहरूले आफ्नो मनोकामना पूरा गर्ने देवीका रूपमा पुज्ने गर्छन्। यहाँ आउने भक्तजनहरू देवीप्रति आफ्नो आस्था व्यक्त गर्न बलि चढाउने, पूजाआजा गर्ने तथा ध्यान र साधनामा लीन हुने गर्छन्। यस लेखमा हामी पाथिभरा मन्दिर किन अवश्य घुम्नुपर्ने ठाउँ हो भन्ने विभिन्न कारणहरू प्रस्तुत गर्नेछौँ। धार्मिक र आध्यात्मिक महत्त्व। पाथिभरा देवीलाई शक्तिशाली र चमत्कारी देवी मानिन्छ। लोककथा अनुसार देवीको कृपाले भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ। हजारौं भक्तजनहरू नेपाल तथा भारतबाट यहाँ दर्शन गर्न आउँछन्। विशेष गरी नवरात्रि, दशैं, तीज र अन्य विशेष अवसरहरूमा यहाँ ठूलो भिड लाग्ने गर्छ। बौद्ध धर्मावलम्बीहरूका लागि पनि यो मन्दिर महत्त्वपूर्ण छ। उनीहरू यस क्षेत्रलाई गुरु पद्मसम्भवले ध्यान गरेको स्थानका रूपमा मान्छन्। हिन्दू र बौद्ध दुवै समुदायका लागि समान रूपमा पवित्र स्थल भएकाले यसले धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देश दिन्छ। मनमोहक प्राकृतिक सौन्दर्य। पाथिभरा मन्दिरको यात्रा गर्दा सुरम्य पहाडी दृश्यहरू, हरियाली जङ्गल, हिउँले ढाकिएका हिम श्रृङ्खला अनि बिस्तारै बदलिने मौसमको अनुभव गर्न सकिन्छ। यो मन्दिरबाट कञ्चनजङ्घा, मकालु, एभरेस्ट लगायतका हिमश्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ। यात्राको क्रममा विभिन्न प्रकारका वनस्पति र जैविक विविधता भेट्न सकिन्छ। विशेष गरी यहाँ पाइने गुराँसका विभिन्न प्रजातिहरूले यात्रालाई अझ रोमाञ्चक बनाउँछन्। साहसिक यात्राको अनुभव। पाथिभरा मन्दिरसम्मको यात्रा साहसिक यात्रा प्रेमीहरूका लागि पनि विशेष महत्त्व राख्छ। झापाको भद्रपुर विमानस्थल वा इलामको फिदिम हुँदै ताप्लेजुङको सुकेटारसम्म पुगेर पैदल यात्रा सुरु गर्नुपर्छ। यस पैदल यात्राले घना जङ्गल, ठाडो उकालो र कठिन भूभाग पार गर्दै साहसिक यात्राको अनुभूति गराउँछ। यो यात्रामा स्थानीय शेर्पा, लिम्बू र अन्य समुदायका मानिसहरूसँग भेटघाट गर्न पाइन्छ, जसले यात्रालाई अझ रोमाञ्चक बनाउँछ। जैविक विविधता र वन्यजन्तु। पाथिभरा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ। यहाँ विभिन्न दुर्लभ प्रजातिका वन्यजन्तुहरू पाइन्छन्, जस्तै हिमाली भालु, रातो पाण्डा, मृग र रङ्गीचङ्गी चरा। यो क्षेत्र नेपालका प्रमुख संरक्षित क्षेत्रहरूमध्ये एक हो र प्राकृतिक अनुसन्धान तथा जैविक अध्ययनका लागि पनि उपयुक्त गन्तव्य हो। पर्यावरणीय अध्ययन गर्ने विद्यार्थीहरूका लागि यो एक महत्त्वपूर्ण स्थल बन्न सक्छ। संस्कृतिको सङ्गम। यो क्षेत्रमा लिम्बू, शेर्पा, तामाङ, राई र अन्य जातीय समुदायको बसोबास छ। उनीहरूको वेशभूषा, परम्परागत सङ्गीत, नृत्य र खानपान यात्रुहरूका लागि थप आकर्षणको विषय बन्छ। यहाँ पुग्दा स्थानीयको आतिथ्यता, उनीहरूको संस्कृति र परम्परागत खानाहरू जस्तै सेलरोटी, चुरुपी, सुकुटी आदिको स्वाद लिन सकिन्छ। मौसम र यात्राको उपयुक्त समय। पाथिभरा घुम्नका लागि वसन्त, मार्च, मे र शरद, सेप्टेम्बर, नोभेम्बर ऋतु उत्तम मानिन्छ। यस समयमा हावापानी सफा रहन्छ, हिमालहरू स्पष्ट देख्न सकिन्छ र गुराँस फुलेर यात्रालाई अझ सुन्दर बनाउँछ। हिउँदमा अत्यधिक चिसो हुने भएकाले यात्रा कठिन हुन सक्छ। मनसुनमा पनि बाटो चिप्लो हुने भएकाले यो समय यात्रा गर्न अलि असहज हुन्छ। पर्यटकीय र आर्थिक महत्त्व। पाथिभरा क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनको लागि महत्त्वपूर्ण भएकाले यसले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। यहाँ आउने पर्यटकहरूले होटेल, लज, गाइड, यातायात सेवा, हस्तकला र स्थानीय उत्पादनमा लगानी गर्छन्। यसले स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न सहयोग गरेको छ।
नेपाली पर्यटन प्रवर्धनका लागि पनि पाथिभरा मन्दिर एक महत्त्वपूर्ण स्थल बनेको छ। 2 नम्बरमा कञ्चनजङ्घा हिमाल। कञ्चनजङ्घा हिमाल किन घुम्नै पर्छ? कञ्चनजङ्घा हिमाल नेपाल र भारतको सीमामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल हो, जसको उचाइ 8,586 मिटर छ। यसलाई हिमाली सौन्दर्य, साहसिक यात्रा, जैविक विविधता र सांस्कृतिक महत्त्वको उत्कृष्ट संयोजनका रूपमा लिइन्छ। पर्यटन प्रेमी, पर्वतारोही, अनुसन्धानकर्ता र प्राकृतिक सौन्दर्यका पारखीहरूका लागि कञ्चनजङ्घा एक अनिवार्य गन्तव्य हो। संसारको तेस्रो अग्लो हिमालको अनुभव। सगरमाथा र केटुपछि कञ्चनजङ्घा संसारको तेस्रो अग्लो हिमाल हो। यसको अग्लो शिखर र बृहत् हिमाली श्रृङ्खलाहरूलाई हेर्नु जीवनभरकै अविस्मरणीय अनुभव बन्न सक्छ। यो हिमालको यात्रा साहसिक खेल प्रेमीहरूका लागि अद्वितीय अवसर प्रदान गर्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्रको जैविक विविधता। यो क्षेत्र नेपालकै जैविक रूपमा धनी क्षेत्रहरूमध्ये एक हो। यहाँ दुर्लभ वन्यजन्तुहरू पाइन्छन्, जस्तै रातो पाण्डा, हिमाली भालु, हिमचितुवा, डाँफे नेपालको राष्ट्रिय चरा, तिब्बती मृग। यसबाहेक यो क्षेत्रमा विभिन्न जातजातिका गुराँस फुल्ने हुँदा वसन्त ऋतुमा यात्रा गर्दा अत्यन्तै मनमोहक दृश्य देख्न पाइन्छ। साहसिक ट्रेकिङ अनुभव। कञ्चनजङ्घा आधार शिविर ट्रेक विश्वकै उत्कृष्ट ट्रेकहरू मध्ये एक मानिन्छ। यो ट्रेक कठिन भए पनि प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र स्थानीय संस्कृति अवलोकन गर्ने अवसर प्रदान गर्छ। ट्रेकिङका क्रममा विभिन्न परम्परागत गाउँहरू, हिमाली उपत्यका, ठूला हिमनदीहरू र अविश्वसनीय भूदृश्यहरूको सामना गर्न सकिन्छ। अनौठो सांस्कृतिक अनुभव। यस क्षेत्रका शेर्पा, लिम्बू, तामाङ र तिब्बती समुदायको सांस्कृतिक रीतिरिवाज हेर्न पाइन्छ। तिनीहरूको आतिथ्यता, परम्परागत गीत, नृत्य र खानपानले यात्रालाई अझ स्मरणीय बनाउँछ। शान्ति र मानसिक सन्तुलन प्राप्ति। हिमालको उचाइमा पुग्दा सहरको कोलाहलबाट मुक्त भई शान्त वातावरणमा हराउन सकिन्छ। हिमाली हावा, स्वच्छ वातावरण र मौन प्रकृतिले मानसिक रूपमा सन्तुलन ल्याउँछ। दुर्लभ हिमनदी र हिमाली दृश्यहरू। कञ्चनजङ्घा क्षेत्रमा धेरै हिमनदीहरू छन्, जस्तै यालुङ हिमनदी, राम्जा हिमनदी। यी हिमनदीहरू ट्रेकिङ मार्गमा भेटिन्छन्, जसले यात्रा अझ रोमाञ्चक बनाउँछ। पर्वतारोहणको लागि उत्कृष्ट गन्तव्य। कञ्चनजङ्घा आरोहण गर्न चाहने पर्वतारोहीहरूका लागि यो हिमाल साहसिक गन्तव्य हो। यद्यपि यो अत्यन्त कठिन र खतरनाक मानिन्छ, जसले अनुभवी पर्वतारोहीहरूलाई मात्र आरोहणको अवसर प्रदान गर्छ। निष्कर्ष। कञ्चनजङ्घा हिमाल घुम्न जाँदा प्राकृतिक सौन्दर्य, साहसिक यात्रा, जैविक विविधता र सांस्कृतिक अनुभवको मिश्रण पाइन्छ। यदि तपाईँ प्रकृति प्रेमी, साहसिक यात्री वा संस्कृति अन्वेषणकर्ता हुनुहुन्छ भने जीवनमा एकपटक कञ्चनजङ्घा क्षेत्र घुम्नै पर्छ। 3. फुङफुङे झरना। फुङफुङे झरना प्रकृतिको अनमोल उपहार। नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो, जहाँ धेरै सुन्दर झरनाहरू रहेका छन्। तीमध्ये एक हो फुङफुङे झरना, जुन पूर्वी नेपालमा अवस्थित एक अद्भुत प्राकृतिक सम्पदा हो। यसको नाम फुङफुङे राखिनुको कारण झरनाबाट खस्ने पानीको अविरल प्रवाहले निकाल्ने विशेष आवाज हो। यो झरना अपार प्राकृतिक सौन्दर्य, शान्त वातावरण र रोमाञ्चक यात्राको अनुभव प्रदान गर्ने गन्तव्य हो। फुङफुङे झरनाको स्थान र पहिचान। फुङफुङे झरना नेपालकै सुन्दर र आकर्षक झरनामध्ये एक हो। यो झरना पूर्वी नेपाल ताप्लेजुङ जिल्लामा अवस्थित छ। समुद्री सतहबाट करिब 3000 मिटरको उचाइमा रहेको यो झरना हरियाली, पहाड, ठूला चट्टान र स्वच्छ पानीले घेरिएको हुन्छ। झरनाको पानी टाढाबाट नै देख्न सकिन्छ र जब नजिक पुगिन्छ यसको चिसो फोहराहरू अनुहारमा परेर ताजगीको अनुभव गराउँछ। प्राकृतिक सौन्दर्य र विशेषता। फुङफुङे झरना नेपालका अन्य झरनाहरूभन्दा भिन्न विशेषतायुक्त छ। यसका केही विशेषता निम्नानुसार छन्। अत्यन्तै उच्च प्रवाह। झरनाको पानी निकै ठाडो पहाडबाट झर्ने भएकाले यसको प्रवाह अत्यन्तै शक्तिशाली हुन्छ।
शान्त वातावरण। झरना वरपरको वातावरण निकै शान्त र स्वच्छ छ। घना जङ्गल, हरियाली, बोट बिरुवा र चराचिरबिरले यो स्थानलाई जादुमय बनाउँछ। साँगुरो धारा। पानीको प्रवाह माथिबाट तल झर्दा निकै साँगुरो भएर झर्छ, जसले झरनालाई अझै सुन्दर बनाउँछ। झरनाको आवाज। पानी खस्दा उत्पन्न हुने गडगडाहटपूर्ण आवाज निकै मधुर र मनमोहक लाग्छ। फुङफुङे झरनासम्मको यात्रा। यो झरनासम्मको यात्रा गर्न विभिन्न माध्यम अपनाउन सकिन्छ। ताप्लेजुङ सदरमुकामबाट करिब 5-6 घण्टाको पैदल यात्रापछि झरनामा पुग्न सकिन्छ। यात्रा गर्दा हरियाली, जङ्गल, ठूला ढुङ्गाहरू र विभिन्न हिमाली दृश्यहरूको अवलोकन गर्न पाइन्छ। स्थानीय संस्कृति र पर्यटन महत्त्व। फुङफुङे झरना मात्र प्राकृतिक सम्पदा होइन, यसले पर्यटन प्रवर्धनमा समेत ठूलो भूमिका खेल्छ। झरनामा पुग्दा यहाँ बसोबास गर्ने लिम्बू, शेर्पा र अन्य जातीय समुदायहरूको संस्कृति बुझ्न सकिन्छ। तिनीहरूको परम्परागत जीवनशैली, खाना र वेशभूषा पर्यटकहरूका लागि आकर्षणको विषय हुन्छ। घुम्नै पर्ने कारणहरू। फुङफुङे झरना घुम्नै पर्ने केही प्रमुख कारणहरू निम्नानुसार छन्। अपूर्व प्राकृतिक सौन्दर्य, शान्त र स्वच्छ वातावरण, साहसिक यात्रा गर्ने अवसर, जैविक विविधताको अवलोकन, स्थानीय संस्कृतिको अनुभव। निष्कर्ष। फुङफुङे झरना नेपालकै सुन्दर पर्यटकीय स्थलहरूमध्ये एक हो। प्राकृतिक सौन्दर्य, हिमाली वातावरण र रोमाञ्चक यात्राको सङ्गमका कारण प्रकृति प्रेमी, पर्यटक र साहसिक यात्रामा रुचि राख्ने व्यक्तिहरूका लागि यो आदर्श गन्तव्य हो। यदि तपाईले अझै यो सुन्दर झरनाको अवलोकन गर्नुभएको छैन भने अब घुम्ने योजना बनाउनुहोस्। 4 नम्बरमा तिम्बुङ पोखरी। ताप्लेजुङको तिम्बुङ पोखरी किन घुम्नै पर्छ? नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो, जहाँ अनगिन्ती सुन्दर पोखरीहरू छन्। तीमध्ये पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित तिम्बुङ पोखरी एक विशेष महत्त्वको गन्तव्य हो। यो पोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभई धार्मिक, सांस्कृतिक र जैविक विविधताको धनी स्थल पनि हो। पर्वतारोहण, साहसिक यात्रा, अध्यात्म र प्राकृतिक सौन्दर्य खोज्ने सबैका लागि यो ठाउँ अनिवार्य रूपमा घुम्नुपर्ने स्थल हो। तिम्बुङ पोखरीको अवस्थिति र विशेषता। तिम्बुङ पोखरी ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा रहेको एक अद्भुत हिमाली ताल हो। करिब 448 मिटर उचाइमा अवस्थित यस पोखरीको पानी सधैँ सफा, निलो र शान्त देखिन्छ। चारैतिर हरियाली, डाँडा, हिउँले ढाकिएको हिमश्रृङ्खला र हिमाली फूलहरूका साथ यो पोखरीले यात्रुहरूलाई स्वर्गीय अनुभूति गराउँछ। यो पोखरी 100 मिटर लम्बाइ र 20 मिटर चौडाइ भएको सुन्दर प्राकृतिक जलाशय हो, जसको गहिराई अझै सही रूपमा मापन गरिएको छैन। धार्मिक र सांस्कृतिक महत्त्व। तिम्बुङ पोखरी हिन्दू र बौद्ध धर्मावलम्बीहरू दुवैका लागि पवित्र स्थल मानिन्छ। जनविश्वास अनुसार यहाँ स्नान गरेमा मनोकामना पूरा हुने र जीवनका पापहरू मेटिने विश्वास गरिन्छ। विशेष गरी जनै पूर्णिमा र गाई जात्राको समयमा यहाँ ठूलो मेला लाग्ने गर्छ। स्थानीय लिम्बू, शेर्पा, तामाङ र राई समुदायहरूले पनि यसलाई पवित्र स्थल मानेर पूजाआजा गर्ने गर्छन्। अपूर्व प्राकृतिक सौन्दर्य। पोखरीको नीलो पानी र त्यसको सतहमा परावर्तित हिउँका हिमालहरू यात्रुहरूका लागि एकदमै मनमोहक दृश्य बनाउँछ। यहाँबाट कञ्चनजङ्घा, मकालु र अन्य हिमश्रृङ्खलाहरूको स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ। पोखरी वरपर पाइने विभिन्न किसिमका गुराँसका प्रजातिहरू, औषधीय वनस्पति र हिमाली फूलहरू यात्रालाई थप रोमाञ्चक बनाउँछ। साहसिक यात्राको अवसर। तिम्बुङ पोखरी पुग्नका लागि ट्रेकिङ मार्ग अत्यन्तै रोमाञ्चक छ। ताप्लेजुङ वा पाँचथर जिल्लाबाट सुरु गरेर करिब 2-3 दिनको ट्रेकिङ यात्रा पूरा गरेपछि यहाँ पुग्न सकिन्छ। बाटोमा घना जङ्गल, खोल्सी र हिमाली चट्टानहरू पार गर्दै यात्रा गर्नुपर्ने भएकाले यो ट्रेकिङ साहसिक यात्रामा रुचि राख्नेहरूका लागि एकदमै उपयुक्त छ। जैविक विविधता र वन्यजन्तु अवलोकन। पोखरी वरपरका जङ्गलहरूमा हिमाली वन्यजन्तुहरू जस्तै रातो पाण्डा, हिमचितुवा, हिमाली मृग, डाँफे चरा आदि पाइन्छन्।
जैविक विविधता अध्ययन गर्ने पर्यटक, अनुसन्धानकर्ता र प्रकृति प्रेमीहरूका लागि यो पोखरी विशेष महत्त्वको स्थल हो। स्थानीय संस्कृति र आतिथ्यता। ट्रेकिङ यात्राको क्रममा शेर्पा, लिम्बू, राई, तामाङ आदि समुदायका गाउँहरू पार गर्नुपर्छ। यहाँका स्थानीयहरूले पाहुनाहरूलाई आदरपूर्वक स्वागत गर्छन् र तिनीहरूको परम्परागत खाना, सेलरोटी, सुकुटी, चिया आदि चाख्न पाइन्छ। स्थानीय संस्कृतिबारे जान्न र अनुभव गर्न चाहने यात्रुहरूका लागि यो यात्रा विशेष हुन सक्छ। शान्ति र मानसिक सन्तुलनको अनुभव। उच्च हिमाली क्षेत्र, शान्त पानी, शुद्ध हावा र स्वच्छ वातावरणको कारण यहाँ आएपछि मानसिक रूपमा शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ। ध्यान, योग र आत्मचिन्तन गर्नेहरूका लागि पनि यो उपयुक्त गन्तव्य हो। तिम्बुङ पोखरी घुम्न उपयुक्त समय: वैशाख, असार, अप्रिल, जुन मौसम सफा रहने भएकाले पोखरीको सुन्दर दृश्य राम्रोसँग अवलोकन गर्न सकिन्छ। भदौ, कार्तिक, सेप्टेम्बर, नोभेम्बर हिमाली दृश्य एकदमै स्पष्ट देखिन्छ। ट्रेकी। 5 नम्बरमा मिल्के जलजले क्षेत्र। मिल्के जलजले क्षेत्र किन घुम्नै पर्छ? मिल्के जलजले क्षेत्र जो तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित छ, नेपालकै प्राकृतिक रूपमा धनी गन्तव्यहरूमध्ये एक हो। यो क्षेत्र विशेष गरी गुराँसको राजधानी भनेर चिनिन्छ किनभने यहाँ 31 प्रजातिका गुराँसहरू फुल्ने गर्छन्। प्राकृतिक सौन्दर्य, जैविक विविधता, साहसिक ट्रेकिङ र सांस्कृतिक अनुभवको सङ्गम भएको मिल्के जलजले क्षेत्र घुम्नै पर्ने ठाउँ हो। गुराँसको स्वर्ग। मिल्के जलजले क्षेत्रमा वसन्त ऋतु मार्च मेमा जानुभयो भने तपाईँ गुराँसको रङ्गीन फूलहरूले ढाकिएको मनोरम दृश्य देख्न सक्नुहुन्छ। रातो, गुलाबी, सेतो, पहेँलो आदि विभिन्न रङका गुराँसहरूले यो क्षेत्रलाई सुन्दर बनाउँछ। अपूर्व प्राकृतिक सौन्दर्य। यो क्षेत्रबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, मकालु र सगरमाथा जस्ता हिमशिखरहरूको अवलोकन गर्न सकिन्छ। साथै हरियाली डाँडाहरू, हिमाली चराचुरुङ्गीको मधुर सङ्गीत र सफा वातावरणले पर्यटकहरूलाई मोहित बनाउँछ। जैविक विविधता र वन्यजन्तु। रातो पाण्डा, डाफे, हिमाली मृग जस्ता दुर्लभ जनावरहरू यहाँ पाइन्छन्। यहाँका जङ्गलहरू औषधीय वनस्पतिले भरिपूर्ण छन् जसले अनुसन्धानकर्ताहरूलाई समेत आकर्षित गर्छ। ट्रेकिङ र साहसिक यात्रा। यो क्षेत्र ट्रेकिङ प्रेमीहरूका लागि उत्कृष्ट गन्तव्य हो। घना जङ्गल, खोल्सीहरू पार गर्दै गुराँसको बगैँचामा यात्रा गर्नु एक अविस्मरणीय अनुभव हो। स्थानीय संस्कृति र आतिथ्यता। लिम्बू, राई, तामाङ र शेर्पा समुदायको संस्कृतिको अनुभव लिन सकिन्छ। तिनीहरूको च्याब्रुङ नृत्य, लोक संस्कृति, परम्परागत खाना, सेलरोटी, सुकुटी, तोङ्बा आदि पर्यटकहरूका लागि आकर्षणको विषय हुन्। निष्कर्ष: मिल्के जलजले क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, साहसिक ट्रेकिङ र सांस्कृतिक अनुभवको सङ्गम हो। गुराँस फुल्ने मौसममा यात्रा गरेमा तपाईलाई लाग्छ कि प्रकृतिको स्वर्गमै आइपुगेको छु। यदि तपाईँ प्रकृति प्रेमी हुनुहुन्छ भने मिल्के जलजले जीवनमा एक पटक अवश्य घुम्नुपर्ने गन्तव्य हो। 6. ओलाङचुङ्गोला गाउँ। ओलाङचुङ्गोला गाउँ किन घुम्नै पर्छ? ओलाङचुङ्गोला गाउँ, जो ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित छ, नेपालकै सबैभन्दा दुर्गम, ऐतिहासिक र सांस्कृतिक रूपमा समृद्ध गाउँहरूमध्ये एक हो। यो गाउँ समुद्री सतहबाट करिब 300 मिटर उचाइमा रहेको छ र तिब्बती संस्कृतिसँग गहिरो सम्बन्ध राख्छ। प्राकृतिक सौन्दर्य, हिमाली वातावरण, धार्मिक महत्त्व र सांस्कृतिक विविधताको सङ्गम भएको यो गाउँ घुम्नै पर्ने गन्तव्य हो। ऐतिहासिक र सांस्कृतिक धरोहर। तिब्बती प्रभाव। यहाँ बसोबास गर्ने शेर्पा र भोटिया समुदायहरूको जीवनशैली, परम्परा र भाषा तिब्बती संस्कृति नजिक छ। प्राचीन गुम्बा। 450 वर्ष पुरानो दोर्जे फुक गुम्बा यो गाउँको प्रमुख आकर्षण हो, जहाँ बुद्ध धर्म सम्बन्धी ऐतिहासिक मूर्तिहरू, पवित्र धर्मग्रन्थहरू र आकर्षक भित्ताचित्रहरू छन्। परम्परागत वास्तुकला। गाउँका घरहरू पत्थर र काठले निर्माण गरिएका छन्, जुन तिब्बती शैलीमा सजाइएका हुन्छन्। अद्भुत प्राकृतिक सौन्दर्य।
यो गाउँबाट कञ्चनजङ्घा हिमालसहित अन्य हिमशिखरहरूको अवलोकन गर्न सकिन्छ। गाउँको वरपर हरियाली पहाड, हिमाली खोजहरू र स्वच्छ वातावरणले शान्तिको अनुभव गराउँछ। साहसिक यात्रा र ट्रेकिङ। कञ्चनजङ्घा आधार शिविर जाने प्रमुख ट्रेकिङ मार्ग यही गाउँ हुँदै जान्छ। यहाँ पुग्नका लागि धेरै घना जङ्गल, खोल्सी, झरना र चट्टानी भूभाग पार गर्नुपर्छ, जसले ट्रेकिङलाई 6 नम्बरमा ओलाङचुङगोला गाउँ। ओलाङचुङगोला गाउँ किन घुम्नै पर्छ? ओलाङचुङगोला गाउँ, जो ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित छ, नेपालकै सबैभन्दा दुर्गम, ऐतिहासिक र सांस्कृतिक रूपमा समृद्ध गाउँहरूमध्ये एक हो। यो गाउँ समुद्री सतहबाट करिब 300 मिटर उचाइमा रहेको छ र तिब्बती संस्कृतिसँग गहिरो सम्बन्ध राख्छ। प्राकृतिक सौन्दर्य, हिमाली वातावरण, धार्मिक महत्त्व र सांस्कृतिक विविधताको सङ्गम भएको यो गाउँ घुम्नै पर्ने गन्तव्य हो। ऐतिहासिक र सांस्कृतिक धरोहर। तिब्बती प्रभाव। यहाँ बसोबास गर्ने शेर्पा र भोटिया समुदायहरूको जीवनशैली, परम्परा र भाषा तिब्बती संस्कृति नजिक छ। प्राचीन गुम्बा। 450 वर्ष पुरानो दोर्जे फुक गुम्बा यो गाउँको प्रमुख आकर्षण हो, जहाँ बुद्ध धर्म सम्बन्धी ऐतिहासिक मूर्तिहरू, पवित्र धर्मग्रन्थहरू र आकर्षक भित्ताचित्रहरू छन्। परम्परागत वास्तुकला। गाउँका घरहरू पत्थर र काठले निर्माण गरिएका छन्, जुन तिब्बती शैलीमा सजाइएका हुन्छन्। अद्भुत प्राकृतिक सौन्दर्य। यो गाउँबाट कञ्चनजङ्घा हिमालसहित अन्य हिमशिखरहरूको अवलोकन गर्न सकिन्छ। गाउँको वरपर हरियाली पहाड, हिमाली खोजहरू र स्वच्छ वातावरणले शान्तिको अनुभव गराउँछ। साहसिक यात्रा र ट्रेकिङ। कञ्चनजङ्घा आधार शिविर जाने प्रमुख ट्रेकिङ मार्ग यही गाउँ हुँदै जान्छ। यहाँ पुग्नका लागि धेरै घना जङ्गल, खोल्सी, झरना र चट्टानी भूभाग पार गर्नुपर्छ, जसले ट्रेकिङलाई अझ रोमाञ्चक बनाउँछ। धार्मिक र आध्यात्मिक महत्त्व। ओलाङचुङगोला गाउँ बौद्ध धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण तीर्थस्थल हो। यहाँको गुम्बामा ध्यान गर्न आउने बौद्ध साधकहरूलाई विशेष आध्यात्मिक ऊर्जा प्राप्त हुन्छ। स्थानीय संस्कृति र आतिथ्यता। शेर्पा र भोटिया समुदायका मानिसहरू पर्यटकहरूलाई मिष्ठान्न भोजन, तोङ्बा, मोमो, च्याङ खुवाएर स्वागत गर्छन्। यहाँका स्थानीय पर्वहरू, नृत्य र सङ्गीत विदेशी पर्यटकहरूका लागि आकर्षणको केन्द्र हुन्। निष्कर्ष। ओलाङचुङगोला गाउँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक महत्त्व र साहसिक यात्राको अद्वितीय गन्तव्य हो। यदि तपाईँ हिमाली जीवनशैली, बौद्ध संस्कृति र ट्रेकिङ मन पराउनुहुन्छ भने यो गाउँ एकपटक अवश्य भ्रमण गर्नुपर्छ। 7 नम्बरमा सोधु पोखरी। सोधु पोखरी किन घुम्नै पर्छ? नेपालका अनगिन्ती प्राकृतिक सौन्दर्यहरूमध्ये सोधु पोखरी एक अनुपम र घुम्नै पर्ने गन्तव्य हो। यो पोखरी विशेष गरी धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्वका कारण प्रसिद्ध छ। सोधु पोखरीको शान्त वातावरण, हिमाली दृश्य र आध्यात्मिक ऊर्जा यसलाई पर्यटक र तीर्थयात्रीहरूका लागि आकर्षणको केन्द्र बनाउँछ। प्राकृतिक सौन्दर्य र स्वच्छ वातावरण। सोधु पोखरी हरियाली पहाडहरूबीच अवस्थित छ, जसले यात्रुहरूलाई शान्ति प्रदान गर्छ। पोखरीको पानी स्वच्छ, नीलो र स्थिर देखिन्छ, जसले त्यस क्षेत्रलाई अझ मनमोहक बनाउँछ। हिउँदमा पोखरी वरपर हिउँले ढाकिने दृश्य एकदमै आकर्षक हुन्छ। धार्मिक र सांस्कृतिक महत्त्व। हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र मानिने सोधु पोखरीमा विशेष गरी जनै पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ। जनविश्वास अनुसार यो पोखरीमा स्नान गरेमा पापमोचन हुने र मनोकामना पूरा हुने मान्यता छ। यहाँ विभिन्न जात-जातिका मानिसहरूले पूजाआजा गर्ने परम्परा रहेको छ, जसले धार्मिक सहिष्णुतालाई झल्काउँछ। साहसिक ट्रेकिङ र जैविक विविधता। सोधु पोखरी पुग्नुपर्ने यात्रा नै एक रोमाञ्चक अनुभव हो। हरियाली वनहरू, सुन्दर भन्ज्याङहरू र हिमाली पदमार्ग पार गर्दै यहाँ पुग्न सकिन्छ। ट्रेकिङको क्रममा विभिन्न गुराँसका प्रजातिहरू, हिमाली फूलहरू, औषधीय वनस्पति, डाँफे, घोगोरा जस्ता चराहरू अवलोकन गर्न सकिन्छ। शान्ति र मानसिक शुद्धताको अनुभव।
स्वच्छ हावापानी, शान्त वातावरण र पोखरीको सौन्दर्यले ध्यान र आत्मचिन्तन गर्न चाहने पर्यटकहरूका लागि आदर्श गन्तव्य बनाउँछ। प्राकृतिक सौन्दर्यले भरिएको सोधु पोखरी वरपर बसेर केही समय ध्यान गर्नाले मन हलुका हुने र नयाँ ऊर्जा प्राप्त गर्न सकिने अनुभव गरिन्छ। निष्कर्ष: सोधु पोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र साहसिक यात्राको संयोजन भएको एक अनुपम गन्तव्य हो। यदि तपाईँ शान्त वातावरण, आध्यात्मिक ऊर्जा वा ट्रेकिङको रोमाञ्चकता खोजिरहनु भएको छ भने जीवनमा एकपटक सोधु पोखरी अवश्य घुम्नुपर्छ। 8 नम्बरमा सुकेटार। सुकेटार ताप्लेजुङ सदरमुकाम नजिकै रहेको पर्यटकीय क्षेत्र हो। यहाँ रहेको विमानस्थलले पर्यटकहरूको आवागमनलाई सहज बनाएको छ। सुकेटारबाट पाथिभरा, कञ्चनजङ्घा जस्ता स्थानहरू घुम्न सकिन्छ। यहाँ हिमाली हावा, हरियाली वनस्पति तथा स्वच्छ वातावरणले जोसुकैलाई आनन्द प्रदान गर्छ। यो क्षेत्र ट्रेकिङ गर्न चाहनेहरूको लागि राम्रो विकल्प हो। 9 नम्बरमा दिकिछ्योलिङ गुम्बा। दिकिछ्योलिङ गुम्बा किन घुम्नै पर्छ? दिकिछ्योलिङ गुम्बा, जो ताप्लेजुङ जिल्लाको सिन्ताम गाउँमा अवस्थित छ, एक महत्त्वपूर्ण बौद्ध गुम्बा हो जसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व छ। यो गुम्बा हिमाली क्षेत्रको सान्निध्यमा रहेको छ र यहाँको वातावरण शान्त र आध्यात्मिक ऊर्जा प्रदान गर्ने ठाउँ हो। धार्मिक र सांस्कृतिक महत्त्व। दिकिछ्योलिङ गुम्बा तिब्बती बौद्ध धर्मसँग गहिरो सम्बन्ध राख्दछ। यहाँका तिब्बती लामा र साधुहरू ध्यान र प्रार्थनामा व्यस्त रहन्छन्। गुम्बा परिसरमा धर्मग्रन्थ, बौद्ध मूर्तिहरू र रचनात्मक भित्ताचित्रहरू देख्न सकिन्छ। हिमाली दृश्य र प्राकृतिक सौन्दर्य। गुम्बाबाट कञ्चनजङ्घा हिमालको दृश्य एकदमै मनमोहक हुन्छ। चारैतिरको हरियाली, पर्वतीय पहाड र घना जङ्गलले यो स्थललाई प्रकृति प्रेमीहरूको लागि आदर्श बनाउँछ। शान्त वातावरण र ध्यानको अवसर। गुम्बामा पुग्दा एक गहिरो मानसिक शान्ति र शुद्धता प्राप्त गर्न सकिन्छ। यहाँ ध्यान गर्न आउने साधकहरूको लागि यो एक आदर्श स्थान हो। निष्कर्ष: यदि तपाईँ बौद्ध धर्म, धार्मिक शान्ति र प्रकृतिको सौन्दर्यसँग समाहित अनुभव गर्न चाहनुहुन्छ भने दिकिछ्योलिङ गुम्बा घुम्नै पर्ने स्थल हो। 10 नम्बरमा लिम्बू संस्कृतिका गाउँहरू। लिम्बू संस्कृतिका गाउँहरू किन घुम्नै पर्छ? लिम्बू संस्कृतिका गाउँहरू नेपालका पूर्वी भागमा, विशेष गरी ताप्लेजुङ, इलाम, सङ्खुवासभा र पाँचथर जिल्लामा पर्छन्। यी गाउँहरूले समृद्ध लिम्बू संस्कृति, परम्परा र भाषाको संरक्षण गरेका छन् र यहाँको जीवनशैली ऐतिहासिक महत्त्वको छ। सांस्कृतिक धरोहर। लिम्बू समुदायको जीवनशैली, रातो र सेतो कपडा, परम्परागत नृत्य र सङ्गीत जस्तै च्याब्रुङ, साङ्गचेम र सिम्बो प्रमुख सांस्कृतिक धरोहरहरू हुन्। यी गाउँहरूमा पुग्दा तपाईँ स्थानीय पर्व र मेचिन, थानीको र भोटे बाजा जस्ता पारम्परिक साङ्गीतिक उपकरणहरूको आनन्द लिने अवसर पाउन सक्नुहुन्छ। स्वादिष्ट खाना र आतिथ्यता। लिम्बू समुदायका घरहरूमा सेलरोटी, टोङ्बा र सुकुटी जस्ता स्वादिष्ट परिकारहरू पाइन्छ। यहाँको सादा जीवन र आतिथ्यपूर्ण व्यवहार तपाईलाई घर जस्तो महसुस गराउँछ। प्राकृतिक सौन्दर्य। लिम्बू गाउँहरू हिमालयको काखमा अवस्थित छन्, जहाँका हरियाली जङ्गल, हरियो खेत र मन्दाकिनी नदीहरूले यसलाई प्राकृतिक दृष्टिले आकर्षक बनाउँछन्। निष्कर्ष: यदि तपाईँ सांस्कृतिक र प्राकृतिक सौन्दर्यको मिश्रण चाहनुहुन्छ भने लिम्बू संस्कृतिका गाउँहरू जीवनमा एकपटक अवश्य घुम्नै पर्ने गन्तव्य हुन्। तपाईलाई ताप्लेजुङको बारेमा हामीले थाहा पाएको केही स्थानहरूको बारेमा हामीले जानेको भनेको छौँ। तपाईलाई थाहा भएको थप राम्रो स्थान, ठाउँहरूको बारेमा कमेन्ट गर्नुहोस्।